मान्य सदस्य बासना थापालाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। अरू मान्य सदस्यहरू आसन ग्रहण गरौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले यो सदनमा सीमा सम्बन्धी राख्नु भएको विवादको जवाफ खोज्दा खोज्दै यो हरेक दिन हाँसोको विषय कहिलेसम्म हो सभामुख महोदय? त्यो भन्दा नि त्यस्तै एउटा गम्भीर विषय म आज उठाउन चाहन्छु। म आज अत्यन्तै दुखित र चिन्तित गम्भीर जिम्मेवारीको भावका साथ यो सदनमा ध्यान सुनसरीको कप्तानगञ्जमा भएको दुःखद झडपतर्फ आकर्षित गराउन चाहन्छु। यो घटनामा ज्यान गुमाउनु भएका ओम प्रकाश मेहताप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। परिवारजनप्रति गहिरो संवेदना गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। नेपाल विविधताभित्रको एकता हाम्रो राष्ट्रिय शक्ति हो। कुनै पनि बहानामा साम्प्रदायिक विदेश फैलाउने प्रयास नेपालको संविधानको भावना, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण हो। यस्तो घटनालाई कुनै पनि कोडबाट सामान्य रूपमा लिन सकिँदैन। नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो? यो सम्मानित सदन मार्फत सरकारलाई प्रश्न गर्न चाहन्छु र भन्न चाहन्छु, यसको जवाफ सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ अनि घटनाको निष्पक्ष र विश्वसनीय छानबिन हुनुपर्छ। सभामुख महोदय, जब प्रहरीको गोली लागेर ती नागरिकको मृत्यु र दर्जनौं नागरिक घाइते भएको समाचार सुने, त्यति बेलादेखि मलाई तत्कालीन काठमाडौँका महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेको एउटा स्ट्याटस स्मरण भइरहेको छ। 13 हरूको पो बा भइस। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएनन्। न नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्। यदि कुरा बुझ्नेलाई इसारै काफी छ। सभामुख महोदय, मैले यो स्मरण गरेको हुँ सम्माननीय प्रधानमन्त्रीज्यूको त्यति बेलाको भावना र आजको व्यवहारको। आज पद बदलिएर मन बदलियो कि व्यवहार? सभामुख महोदय, सन्तानको मृत्युको पीडा त हरेक आमाको लागि एउटै होइन र? कि शक्ति र पदले पीडाको वर्गीकरण गर्छ र? आज कप्तानगञ्जमा नेपाली युवाले ज्यान गुमाएका छन्। दर्जनौं युवालाई गोली लागेर एउटा परिवारले आफ्नो छोरा गुमाएको छ। एउटा आमाले आफ्नो कोख रित्याएकी छिन्। एउटा बाबुले आफ्नो सहारा गुमाएको छ। तर यो घटनापछि सरकार मौन छ। हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ। हिजो सदनमा आँसु झार्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु। आज एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिँदैन? कि तपाईले लगाएको कालो चस्माको मृत्यु र पीडाको रङ पनि फरक देखिन्छ र? सम्माननीय प्रधानमन्त्रीज्यू, नेतृत्व केवल प्रशासन चलाउने विषय होइन। नेतृत्व भनेको सङ्कटका बेलामा राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि हो। जब समाज डर, तनाव र अविश्वासबाट गुर्जिरहेको हुन्छ, त्यति बेला प्रधानमन्त्रीको मौनता स्वयं एउटा सन्देश बन्छ। त्यो सन्देशले नागरिकमा भरोसा होइन, अन्यल र असुरक्षा बढाउँछ। जब राज्य आफ्नै नागरिकको मृत्युमा मौन बस्छ, त्यसले न्यायप्रतिको विश्वास कमजोर बनाउँछ र राज्यप्रतिको भरोसा पनि कमजोर बनाउँछ। सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। अन्त्यमा म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व, सहअस्तित्व र भाइचारा हो। कसैको उत्साहट र अफवाह र घृणाको राजनीतिले हाम्रो सामाजिक एकता भत्काउन सक्दैन। नेपाली समाजको शक्ति सद्भाव र विभाजन होइन, हाम्रो भविष्य सहनशीलतामा छ, हिंसामा होइन। त्यसैले सामाजिक सद्भाव, राष्ट्रिय एकता र नेपाल र नेपालीको रक्षा गर्ने सबै एकजुट बनौँ। धन्यवाद। जय नेपाल।